हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल अर्याल किचनमा। आज मैले मेरो किचनमा लिएर आएको छु चिसो मौसममा तातो हटपटको रेसिपी। आउनुहोस् हटपट कसरी घरमा नै इजी तरिकाले बनाएर इन्जोय गर्न सकिन्छ भनेर म देखाउँदै छु। सुरुमा मैले लिएको छु फ्रेश ब्राउन, त्यसको साथसाथै टोफु, त्यसको साथसाथै मैले लिएको छु चिकन मोमो र मसँग छ हटपटको लागि हटपट किम्ची सुप पनि रहेको छ। तपाईहरुसँग किम्ची सुप नभएमा तपाईहरुले किम्चीलाई नै एड गर्न सक्नुहुन्छ। त्यसको साथसाथै मसँग छ स्टिम रामेन, त्यसको साथसाथै मैले लिएको छु यहाँ ग्रीन भेजिटेबलहरु। तपाईले जुनसुकै भेजिटेबलहरु पनि सजिलै एड गर्न सक्नुहुन्छ। र मैले लिएको छु यहाँनिर भेजिटेबलहरुलाई चाहिँ अब म मिलाएर शेप एन्ड साइजमा चाहिँ काट्दै छु। यस्तो साइजमा काट्नुपर्छ भन्ने छैन। यदि तपाईलाई जुनसुकै शेप एन्ड साइज मन पर्छ तपाईले त्यही शेप एन्ड साइजमा चाहिँ काटेर तयार गर्न सक्नुहुन्छ। सकेसम्म हामीले भेजिटेबलहरुलाई ठुलो साइजमा काट्यौं भने एकदम राम्रो हुन्छ। त्यसपछि मैले लिएको छु यहाँ यो चाहिँ फिश ससेज हो। यसलाई चाहिँ मैले हल्का ठुलो साइजमा काटे, किन भन्दा हटपट खाने बेलामा चाहिँ हामीले सजिलै चपस्टिकले चाहिँ सबै भेजिटेबलहरु निकाल्न सजिलो हुन्छ भनेर। त्यसको साथसाथै मैले यहाँनिर हरियो लसुनको पत्तालाई पनि लिएको छु। यदि तपाईहरुसँग छैन भने तपाईहरुले स्किप पनि गर्न सक्नुहुन्छ। त्यसको साथसाथै मैले यहाँनिर गाजरलाई पनि लिएको छु। गाजरलाई पनि मैले केही हदसम्म ठुलो साइजमा काटिरा छु। तपाईहरुले देख्न सक्नुहुन्छ। मैले प्रत्येक भेजिटेबलहरुलाई चाहिँ सकेसम्म ठुलो साइजमा चाहिँ काटेर तयार गर्दै छु। म टोफु चाहिँ यहाँ मैले लिएको जति सबै एड गर्दिन। म चाहिँ टोफु थोरै मात्रामा मात्र एड गर्ने छु। यदि तपाईहरुलाई एकदम धेरै मन पर्छ भने धेरै एड गर्न सक्नुहुन्छ। त्यसको साथसाथै मैले यता लिए ससप्यान मैले ग्यासमा बसालेर त्यसमा मैले थोरै पानीलाई एड गरे। र सुरुमा हामीले हटपट बनाउँदा जहिले पनि पाक्नलाई टाइम लाग्ने कुराहरुलाई चाहिँ एड गर्नुपर्छ। त्यसैले मैले सुरुमा ससेज, ब्राउन र थोरै गाजरलाई चाहिँ एड गरेर केही टाइम बोइल गर्दै छु। हेर्नुस् त, यसमा बोइल गर्दा थोरै केही फोर जस्तो आएकाले मैले त्यसलाई फ्यालिदिए। यो ब्राउनबाट आएको हो र मैले नयाँ पानीलाई एड गरे। त्यसको साथसाथै मैले अघि रेडी बनाएर राखेको मोमोलाई एड गरे। अब पालो भनेको अघि मैले तयार बनाएर राखेको हटपट किम्ची सुपको हो र म यसलाई आफ्नो आवश्यकता अनुसार एड गर्ने छु। तपाईले प्रत्येक सामान एड गर्दा कति जनाले खाने हो त्यसको अकर्डिङ तपाईले एड गर्न सक्नुहुन्छ। र अब म यसमा आफूले अघि तयार बनाएर राखेको प्रत्येक भेजिटेबलहरुलाई चाहिँ पालो एड गर्दै छु। र मैले चाहिँ 2 जनाको लागि बनाउन थालेको भएर स्टिम रामेन चाहिँ आधी मात्र एड गरे। र त्यसमा भएको मसलालाई पनि मैले एड गरे। त्यसको साथसाथै त्यसमा भएको ड्राई भेजिटेबल त्यसलाई पनि एड गरे। त्यसको साथसाथै थोरै टोफुलाई पनि एड गरे। र अब म यसलाई कभर गरेर 2 देखि 3 मिनेट चाहिँ पकाउँछु। यसलाई धेरै पकाउनु हुँदैन, किन भन्दा सबै खानेकुराहरु गल्यो भने हटपटको टेस्ट आउँदैन। त्यसैले ल हेर्नुस्, 2 देखि 3 मिनेटमा हाम्रो चाउचाउ पनि कस्तो मजाले पाकिसकेको छ र सबै भेजिटेबलहरु ठिक्क पाकिसकेको छ। अब यो पाकेर रेडी भइसक्यो। म यसलाई सर्भ गर्दै छु। मैले एउटा ठुलो ग्लास बल्बमा चाहिँ त्यसलाई लिगे र त्यसलाई भेजिटेबल, ससेज, मोमो, सुप बराबर हुने गरी मैले एड गर्दै छु।
हामीले यसरी घरमा नै टेस्टी अनि हेल्दी हटपट सुप बनाएर खान सक्छौं। यो चिसो मौसममा हामी खानेकुराहरू घरमै बनाएर आफ्नो फ्यामिलीहरुसँग इन्जोय गर्न सक्छौं। यदि तपाईहरुलाई मेरो रेसिपी मन पर्छ भने मेरो युट्युब च्यानल अर्याल किचनलाई सब्स्क्राइब गरिदिनुहोस्। Thank you for watching and bye bye.